हेलो नमस्ते स्वागत छ हजुरलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म बिहान बिहानै उठेर अनि खाना खाएर एकछिन पल्टेको थिएँ अनि मोबाइल हेर्दै थिएँ। अनि फेरि मैले देखाएँ तपाईँहरूलाई मेरो हातमा लगाएको मेहन्दी। नुहाइधुवाइ गरेर हामी लाग्यौँ न्यु रोडतिर, किनभनेपछि न्यु रोडमा आज काम थियो, त्यसैले हामी चाहिँ न्यु रोड जाने प्लान भयो। अनि एकछिन म चाहिँ इन्ड्राइभमा जाम भनेर ट्राई गरेको, अनि नेट नचलेर हामी चाहिँ लाग्यौँ टेम्पोमा। अनि टेम्पोमा जाँदा जाँदा यहाँ चाहिँ ठुलो जाम थियो र अनि केसको जाम रहेछ भनेर यसो हेरेको त यहाँ त र्याली चलिरहेको रहेछ। अनि त्यसपछि हामी एकछिनमै आयौँ हामी न्यु रोडको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि त्यसपछि एउटा पसलमा गएर मैले सोधेँ मोबाइल पाउँछ कि नै भनेर, त्यो मोबाइल पाएन हामीले भनेको। अनि त्यसपछि अर्को पसलमा गएर किनिहालेँ मैले एउटा फोन। अनि त्यसपछि लाग्यो 99 सप, त्यहाँ चाहिँ एउटा हामीलाई सामान चाहिएको थियो, त्यो सामान खोज्दै गयौँ हामी 99। त्यसपछि त्यहाँ चाहिँ रहेनछ। अनि त्यसपछि हामी अर्को मलतिर गयौँ, त्यो जुन त्यसमा चाहिँ एटिएम पनि थियो। अनि त्यसपछि हाम्रो पैसा पनि चाहिएको थियो। अनि गएर यसो एटिएम खोज्दा 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 यता कुनामा रहेछ। अनि त्यसपछि त्यहाँ गएर एटिएममा पैसा निकालेर अनि लाग्यौँ फेरि हामी सामान खोज्न। सामान अनि भेटेन हामीले चाहिँ। अनि यसो झ्याउ लागेर मैले देखाएँ तपाईँहरूलाई मलदेखि भ्यू के हेर्ने, यस्तो घिनाम्रो सिसामा फोहोर रहेछ। हामी चाहिँ टेम्पो पर्खिरहेको थियौँ कोठा जानको लागि। रात पनि परिसकेको थियो र हामी चाहिँ टेम्पोमा चाहिँ घर आइसक्यौँ। अनि सामान चाहिँ यो यति नै हो। अनि यो सामान चाहिँ हामीले रुकुम पठाउनु पर्ने। आजको भिडियो यति नै, सबैलाई बाई बाई।